नमस्ते। आज चाहिँ यस बुद्ध शान्ति साप्ताहिक मार्फत झापा क्षेत्र नम्बर 2 मा राष्ट्रपाबाट प्रत्यक्षतर्फका उम्मेदवार आदरणीय पूर्व उपसभामुख इन्दिरा राणाज्यू उपस्थित भइसक्नु भएको छ। हामी उहाँसँग कुरा गर्नेछौँ। नमस्कार। वास्तवमा सामाजिक क्षेत्र पनि म यो बाल्यकालको त्यो अनुभवले नै मलाई चाहिँ त्यहाँसम्म पुर्याएको हो। अनुभव भनेको चाहिँ ठुलो कुरा हुँदो रहेछ। अहिले म जे छु त्यो मेरो अनुभव हो। हामीले वास्तवमा हरेक पाइलामा चाहिँ हामीले सिक्छौँ र मैले पहिलो सिकाइ मेरो आमा बुवाबाट एउटा इमान्दारी हुन, एकदम मेहनत गर्न, एउटा साधारण जीवन जिउन मैले सिकेँ। त्यो एजुकेसन चाहिँ मेरो लागि ठुलो उपलब्धि थियो। त्यो एउटा मेरो ठुलो हतियारै भनौँ न। जस्तो अब अर्को मेरो जस्तो स्कुलमा मेरो दाइहरू जानुहुन्थ्यो भने म चाहिँ गाईबस्तु चराउन यही कालीझोडा जानुपर्थ्यो। कालीझोडा, चारालीको जङ्गल। र दाइहरू स्कुल जाँदाखेरि म चाहिँ सिन्काले कोरेर सिक्थेँ। मलाई एकदम सिक्ने इच्छा थियो। त्यो छोरीप्रति गरेको विभेदहरू त्यसले चाहिँ मलाई चाहिँ एकदमै अलिकति मैले यहाँ जोडेर जस्तै त्यस बेलामा चाहिँ एउटा महिला शिक्षाको चेतना चाहिँ कम थियो परिवारमा भन्ने कुरा त्यही नै भन्दैछु। त्यो एउटा विभेदले त्यो चाहिँ मलाई चाहिँ एकदमै स्ट्राइक गर्यो। र म दाइ जस्तो म पनि गर्न सक्छु भन्ने कुराले चाहिँ तिमी छोरी हो अर्काकोमा बिहे गरेर जाने भन्ने जुन एउटा धारणा थियो। र मैले चाहिँ दाइसँग जस्तै म पनि इन्डिपेन्डेन्ट हुन्छु, दाइले चाहिँ अब आमा बुवालाई पाल्ने भनेपछि म पनि आमा बुवालाई पाल्न सक्छु भनेर 8 वर्षको छोरी यही हाम्रो नरेन्द्र प्रसाई मामाहरू, गङ्गा मामाहरू को उसमा चाहिँ म 8 वर्षदेखि खेताला जान्थेँ भट्टराईहरूकोमा। अनि त्यहाँ अलिक भनौँ न त्यो चाहिँ 8 वर्षको भने। तर मेरो बुवाहरू चाहिँ 2007 सालतिरै आइसक्नु भएको। यहाँ चाहिँ कुनै पनि यो बुधबारहरूमा त्यो चिराग गोयलहरूको बाजेहरू हुनुहुन्थ्यो। अनि अब त्यही गिरिबन्धु टी स्टेटकोहरू चाहिँ उताबाट आउनु भएको थियो अरे। अब पहाडेहरू त्यहाँ थिएन। त्यो सबै यहाँ आदिवासी मूलवासी यहाँको तराईको आदिवासीहरू हुन्थ्यो भने सन्तालहरू भयो, राजवंशी, धिमाल, होइन, कोचेमेचे, अनि हाम्रो चाहिँ थारूहरू हुन्थ्यो। म उनीहरूसँगै हुर्केँ। अनि उनीहरू पनि त्यति साह्रो स्कुल जाँदैन थियो। र अनि तर दाइ पढ्दा म किन नपढ्ने भनेर एउटा सानो मेरो दिमागमा चाहिँ त्यो स्ट्राइक भएको थियो। र मैले चाहिँ केटा जस्तै दाउरा पनि काट्ने, हलो पनि जोतेको छु मैले। अनि त्यसरी चाहिँ मैले मेरो जीवन सुरुवात गरेँ। र लास्टमा मैले भर्ना गर्ने मौका पाएँ। त्यतिखेर चाहिँ म चाहिँ ग्रेड 5 मा जाँदा क्लास नै टप गरेँ 3 मार्क्सले। त्यसपछि कन्टिन्यू मेरो जर्नी सुरु भयो। त्यसरी आफैले दुःख गरेर पढेर पनि क्लासमा चाहिँ टपमा पढ्न सक्नु, पढाइप्रतिको रुचि अभिरुचि यति धेरै उपहास हुन्थ्यो कि म चाहिँ भनौँ न अरू महिला जस्तो बिचारा भएर गर्दिनँ, म आफै उभिन सक्छु भन्ने चाहिँ मेरो पहिलेदेखिको। जस्तो मैले एसएलसी दिएर पनि मैले नुनियाको काम 14 रुपियाँ दिन्थ्यो के अरे ऊ बोकेको के दिनभरि बालुवा बोकेको त्यो कल्पटहरू बनाउँदा। अनि अरू महिलाहरू लजाउँथ्यो, मजदुरी पनि गरेको मैले एसएलसी पास गरेर पनि। आइकम पढ्दै गर्दाखेरि त्यो जुन आन्दोलन भएर चाहिँ एउटा ग्याप भइरहेको थियो हाम्रो कलेजको लाइफहरू। अनि त्यतिखेर दमकमा पढेँ मैले धेरै ठाउँमा जहाँ बसेँ। जस्तो म 10 क्लास पढ्दा पनि मलाई धेरै गाह्रो थियो। गङ्गा जोशी आमा, गङ्गा आमा मेरो टिचर शनिश्चरी स्कुलमा पढाउनुहुन्थ्यो। उहाँले मलाई छोरी भनेर राख्नुभयो। र मैले त्यतिखेर के देखेँ भने बाबा र आमाले मलाई बिचमा राखेर खाना खानुभयो कि। त्यो विभेद भनेको त यो जातीय विभेद भनेको चाहिँ शिक्षा रहेछ। त्यसले गर्दा मैले चाहिँ म चाहिँ कन्टिन्यू म चाहिँ शिक्षा हासिल गरेर अरूलाई पनि त्यसरी पढाउँछु भनेर मैले म नपढेका मेरा साथीहरूलाई 1-1 रुपियाँ उठाएर मट्टीतेल किनेर मैले चाहिँ उनीहरूलाई अक्षर चिनाउन पनि सिकाएँ। अनि त्यो झोडा, यो काली झोडा भन्दा यो तलतिर देउने झोडामा म बच्चाहरूलाई चाहिँ गरिबको बच्चाहरू स्कुल जाँदै थियो उनीहरूलाई पढाउन थालेँ। त्यसपछि मैले काठमाडौँ गएँ। समाज सेवाको पहिलो चरण भनौँ न त्यहाँबाटै सुरु भयो। त्यहीबाट चाहिँ सानै छँदादेखि नै हजुर सामाजिक सेवामा अभिप्रेरित हुनुभयो। अनि त्यतिखेर के पनि थियो भने एक किसिमको क्रान्ति पनि आइरहेको थियो। जस्तो बुटन चौधरी मारेको कथाहरू सुनाउनुहुन्थ्यो बुवाहरूले, सिके पर्साईहरूको कुरा गर्नुहुन्थ्यो, त्यागी नेताहरू भन्नुहुन्थ्यो, होइन। अब को के थियो त अब सानोमा त मलाई थाहा भएन। तर म काठमाडौँ गइसकेपछि चाहिँ मैले पारिजातलाई भेटेँ र साना बालबालिकाहरू जेलमा चाहिँ
आमा बाउले अपराध गरेको कारण चाहिँ जेलमा सडिएको देखेर मलाई चाहिँ पीडा भयो। त्यो मेरो जीवनको चाहिँ टर्निङ पोइन्ट थियो, पहिलो टर्निङ पोइन्ट थियो, मोड थियो भनौँ न। त्यसपछि मैले चाहिँ यो बालबालिका आमा बाउले पो गल्ती गर्यो, यो बालबालिकाले के गरेको छ र भनेर उनीहरूको लागि उनीहरूको जीवनस्तर चाहिँ राम्रो गर्नु, उनीहरूको बेटर लाइफ बनाउनलाई चाहिँ लागि पर्न थालेँ। जस्तै सांसद भएपछि अब हजुरले चाहिँ यो क्षेत्र नम्बर 2 मा गर्नुपर्ने आफूले देख्नुभएका होइन कुराहरू के हुन्छ एउटा चाहिँ बुँदागत रूपमा यो क्षेत्रमा चाहिँ मैले काम गर्नेछु भनेर यहाँका मतदातालाई आश्वस्त पार्नुपर्ने? अब यहाँ धेरै समस्याहरू छ, धेरै मुद्दाहरू छन्। अब मैले 3 वर्ष देख्दाखेरि 3 वर्ष म भर्खर उपसभामा हुँदाखेरि बिरिङको पुल भएको थियो, अहिलेसम्म बन्न सकेन, हाम्रो सरकार थिएन। मैले धेरैजनासँग लबी गरेँ, मैले जतिपल्ट सरकार बदलिन्छ त्यति नै अर्थमन्त्रीहरूसँग कुरा गरेँ, त्यति नै भौतिक मन्त्री यातायात भौतिक मन्त्रीहरूसँग कुरा गरेँ, शहरी विकासको मन्त्रीहरूसँग कुरा गरेँ। अब स्कुलको अवस्था हेर्ने हो भने सामुदायिक स्कुलहरूको बिजोग छ, न डेस्क छ, न बेन्च छ, न एउटा भवन राम्रो गतिलो छ। अहिलेसम्म यत्रो झापा जस्तो एउटा शिक्षित समुदायमा पनि केही भएको छैन। हामी माग्न पर्छौँ। यहाँनिर हाम्रा ज्येष्ठ नागरिकहरू के गर्छ भने भत्ता दियो, फल्ना सरकारले भत्ता दियो भने त्यो माग्नुपर्छ र उहाँहरूले आज मेरो ज्येष्ठ नागरिकको घर बनाइदियो भन्नुहुन्छ। म चाहिँ यसरी माग्नुपर्छ जस्तो लाग्दैन, उहाँहरूको अधिकार हो। उहाँले यो देशलाई यो समाजलाई दिएको कन्ट्रिब्युसन राज्यले स्वतः उपलब्ध गराउनुपर्छ। अरू देशले दिन्छ भने हामीले किन नदिने? हामी त एउटा सिस्टम परिवर्तन गर्न आएको छौँ। त्यो हरेक गाविसमा हरेक परियोजनाहरू आउँछन्, हरेक नगरपालिकामा त्यो कुनै पनि हामी सांसदको त्यो परियोजना होइन जस्तो लाग्छ। जुन भागेर त्यो मान्छेलाई छल्नलाई मात्रै त्यो परियोजना देखेको, त्यो सोच आउनुपर्छ। देशको अवस्था अनुसार, त्यो ठाउँको भूगोलको अवस्था अनुसार त्यो अटोमेटिकली बजेट जानुपर्छ, पुग्ने बजेट जानुपर्छ। हरेक जात जाति हरेक के अरे मुद्दालाई चाहिँ के अरे जुन सङ्कटकालीन मुद्दाहरू छ त्यसलाई चाहिँ एड्रेस गर्नुपर्छ, त्यसलाई चाहिँ सम्बोधन गर्नुपर्छ मलाई लाग्छ। किनभने यहाँ अहिले हात्तीले कति पीडा दिइरहेछ, त्यो हात्तीको लागि हामीले पश्चिममा चाहिँ हामी नेसनल पार्क बनाउन सक्छौँ भने यहाँ पनि बनाउन सक्छौँ। वाल बनाएर बरु हात्ती हेर्न आउँछ नला, त्यहाँ हात्तीले खाने कुराहरूको व्यवस्था गर्न सक्छौँ। हामी धेरै कुरा गर्न सक्छौँ। नेसनल पार्कले पनि एउटा टुरिज्मलाई अर्को हामीले चाहिँ एउटा टुरिज्म चाहिँ विकास गर्न सक्छौँ। त्यस्तै गरेर हामीलाई जुन सुपारीको लागि चाहिँ एकदमै फेमस होइन, नाम करिएको झापा हाम्रो, त्यसको चाहिँ हामीले प्रशोधनको चाहिँ व्यवस्था गऱ्यौँ भने हामीले किन इन्डियाबाट ल्याउने खरिद गर्ने? कति तरकारी उहाँबाट कुहेको तरकारी ल्याउँछ त्यही इन्डियाबाट, हामी आफै किन उत्पादन नगर्ने? यहाँ त हराभरा छ नि त कृषिको लागि पनि। हामीले नयाँ कृषि योजनाहरू ल्याउन सक्छौँ। अब कति सिँचाइ नभएका ठाउँमा चाहिँ सिँचाइको योजनाहरू लान सक्छौँ। एकदमै क्रमबद्ध हेर्ने हो भने धेरै कुराहरू छ। मैले चाहिँ अब यहाँ जस्तो अपाङ्गता भएका मानिसहरू अहिले पनि उनीहरूलाई चाहिँ कसडी र घसडी राखिदिएको छ। उहाँहरूलाई फुलको लागि चाहिँ 5,000 के आउँछ? समयअनुसार परिवर्तन हुनुपर्छ उहाँहरूको चाहिँ व्यवस्थाको। अनि कति युवाहरू चाहिँ अहिले विदेश पलायन भएको छ। हामीले नि यहाँनिर चाहिँ त्यो युवाहरूलाई हुने स्टार्टअप बिजनेस, युवाहरूलाई हुने किसिमको चाहिँ हामीले चाहिँ एउटा कानुन बनायौँ भने युवाहरू भौतारिनु पर्दैन नि। अनि धेरै छ। अहिले यहाँ बसेर हामीले डिजिटल टेक्नोलोजी विश्वमै काम गर्न सक्छौँ, युवाहरूलाई जब दिन सक्छौँ। र धेरै कुराहरू चाहिँ हामीले झापा फेरि हाम्रो अरू देशहरूभन्दा केही ठाउँहरू त्यस्तो भनरेबल ठाउँहरूलाई अहिले पनि चाहिँ उसले उनीहरूको चाहिँ एउटा भोटिङ स्पोर्ट केन्द्र बनाएको छ। जस्तो अब तपाईँको सुकुम्बासी हेर्नु न, 36 सालमा 30 सालमा चाहिँ एउटा एक कोठा लिएर बस्ने मान्छेहरूलाई अहिले पनि लाल पूर्जा भएको छैन। कहिलेदेखिको भोग चलन गर्ने मान्छेहरू न बेच्न पाउँछ, न उनीहरूले न प्रयोग गर्न पाउँछ होइन। अनि त्यसलाई चाहिँ जहिले एउटा भोटिङ स्पट पनि भइरहेछ, त्यसको पनि व्यवस्था हुनु पर्यो। रियल सुकुम्बासीहरूलाई दिनु पर्यो। अझ कसैले भोग चलन गरेछ भने त्यसलाई पनि दिने, किन त्यो गरेर राख्ने होइन। अति नै धेरै छ कसैको भने अधिकरण पनि गर्नु पर्यो। यावत यी सबै यावत कुराहरूलाई घोषणा पत्र मार्फत पनि यहाँहरूले ल्याउनुहुन्छ होला। अनि अस्ति तपाईँहरूले चाहिँ एकदमै मिडिया ट्रायल गरेको थियो राजवंशी समाजको एकजना 76 जना वर्षको चाहिँ महिलालाई चाहिँ
जेलमा लाग्नु भएको रहेछ। उहाँको चाहिँ 50 सालमा जब मैयानी हक आयो अनि 51 सालमा चाहिँ उहाँको 4.5 बिघा चलाएको कमाएकोमा अब श्रीमान खसेर उसले सबै त चलाउनु सकेन, नचलाए पनि 32 वर्ष अगाडि नै उहाँले त त्यो मैयानी हक त पाइसकेको हो नि त। अनि उहाँलाई चाहिँ त्यो सूचनाको अधिकारै छैन, पाएन। अनि लास्टमा हिजो अस्ति अब जेलमा चाहिँ फेरि चाहिँ कृत्य भनेर लगाइदिएछ जिल्ला अदालतले चाहिँ सफाई पाएर आएको पनि। अनि मैले क्रिमिनल जस्टिस हेरेँ, क्रिमिनल जस्टिसमा त 75 वर्षभन्दा पुरानो के अरे माथि पुगेका महिलाहरूलाई यदि उसले जगाने अपराध गरेछ भने जेलमा राख्नु मिल्दैन कि, अनुसन्धान गर्छ भने बाहिर। यो पनि छैन, मान्छेलाई नलेजै छैन, कसैलाई सूचनाको अधिकारै छैन होइन। त्यो मैले चाहिँ अधिकार प्रयोग गरेर उहाँलाई छुटाएँ। अहिले उहाँको छोरो पनि छुटिसक्यो, किनभने उच्चमा गएपछि उहाँ छुट्नुपर्छ भन्ने कुरा पनि थाहा छैन। मैले उहाँलाई इन्फर्मेसन दिएँ। उच्चमा चाहिँ फेरि उनीहरूले चाहिँ मुद्दा दायर गरिसकेपछि अटोमेटिक छुट्नुपर्ने, मिडिया ट्रायल गरेर अपराधी बनायो, हेर्नु त यस्तो छ समाज। अनि अब जस्तो कैयौँ वर्ष म चाहिँ अब मेरै छोरीको नागरिकताको लागि मैले लड्नु पर्यो। भनौँ न, मेरो छोरी यहीँ जन्मेको, मेरो छोरीलाई यहीँ चाहिँ के अरे नागरिकताको चाहिँ जन्म दर्ता हुँदाखेरि पनि उ भयो। अनि अहिले हामीलाई संविधानको धारा 10 मा चाहिँ के अरे सबै नागरिकले समान हक पाउनुपर्छ भनेको छ। अनि 38 मा लगेर फेरि महिलाको त्यो अधिकार छिनेछ कि के वा ऊ भनेर राख्दिएर होइन। त्यस्तोले चाहिँ धेरै बिगारेछ। र हामीले यसपालि महिलाले के अरे आफ्नो बालबालिकालाई चाहिँ सिङ्गल महिलाले अधिकार, जसको नागरिकता छ आमाकोबाट पनि अधिकार पाउनुपर्छ भन्ने एउटा विधेयक हामीले पास गर्यौँ। अब धेरै विधेयकहरू पेन्डिङ छ, त्यो पनि मैले चाहिँ गएर यसलाई चाहिँ त्यो विधेयकहरू यो जनतालाई चाहिने, सरकार जनताको चाहना अनुसार चल्नुपर्छ कि जनताले सरकारको चाहना अनुसार चल्ने होइन कि। हजुर धन्यवाद। म यहाँ एउटा अलिकति मलाई मनमा लाग्यो के त भन्दाखेरि जस्तै आजभन्दा अगाडि के भइरहेको छ त यो अभ्यासमा भने, जस्तै चुनाव अगाडि चाहिँ नेताहरू होइन आउने घर दैलोमा यसरी नै कुराकानी गर्ने, अनि एउटा एकदमै परै देख्दाखेरि हाइलो चिने जानेको गर्ने। अब भोट दिएर गइसकेपछि चाहिँ चिन्दा पनि नचिन्ने, फोन उठाउने कुरै छोड्नु, केही समस्याहरू केही चाहिँ एउटा सामाजिक समस्याहरू लिएर जाँदाखेरि पनि भेट नगर्ने, गाउँमा त फर्केर आउने कुरै छैन। त्यो खालको अवस्थाबाट भोलि हामीले यहाँबाट पनि त्यो खालको होइन वातावरण चाहिँ पाउँछौँ कि के छ? अब त्यो विषयमा अलिकति म चाहिँ उपसभामा हुँदाखेरि चाहिँ अब मलाई पोलिटिकल एक्टिभिटिजमा चाहिँ मलाई इन्भल्भ हुनु हुँदैन भन्नुभएको थियो। त्यसले गर्दा म सङ्गठनमा चाहिँ थिइनँ होइन। म चाहिँ एकदमै साधारण सदस्य पनि त्यागेर चाहिँ उपसभामा भनेर मैले चाहिँ मलाई लाग्छ मैले सबै पार्टीलाई समेटेर मैले राजसभाको मात्रै उपसभामुख भएर चाहिँ काम गरेँ जस्तो लाग्दैन। यहाँले पर्फर्मेन्स हेरे पनि हुन्छ, मैले त्यो धब्बा चाहिँ भोगिनँ, बरु मलाई ट्रलहरू बनाइयो होइन। तर मलाई चाहिँ के लाग्छ भने, तर मैले चाहिँ जस्तो जनताले बोलाएको बेला स्कुलहरूमा हरेक यहाँ झापाको हरेक ठाउँमा म गएको छु, जनतासँग जोडिएको। हामीले नै पनि एकपटक स्कुलमा बोलाउनु भएको थियो, हामीले बोलाएर अनि धेरैले म त्यो धाइजेनको स्कुलमा पनि गएको छु। यहाँ त झन् मलाई त्यो सालबडी सञ्चरी सबैतिर चाहिँ मलाई बोलाइरहनु हुन्थ्यो मान्छेले। अब जेसिसले लायन्सले युवाहरूको हरेक काठमाडौँमा पनि म दिनमा 6वटा प्रोग्राम भ्याउँथेँ। अनि मलाई के भन्थ्यो भने उपसभामुख भएर हरेक प्रोग्राममा जाने होइन भन्थ्यो कि मलाई पार्लिमेन्टले। होइन म जनता हो, जनतासँग जोडिनुपर्छ। इभन म त्यो फिल्मै नहेर्ने मान्छे, फिल्म एक्टर्सहरूको अब उनीहरूलाई इन्सपायर गर्ने, किनभने त्यो हरेक डकुमेन्ट्री फिल्महरूले चाहिँ इन्सपायर गर्छ नि त युवाहरूलाई। त्यो चाहिँ एकदमै पावरफुल हुन्छ कि स्टोरी इज मोस्ट पावरफुल टु इन्सपायर पिपल भनेर चाहिँ म जहिले पनि त्यो एजेन्डा बोक्ने मान्छे हो क्या। अनि म अहिले जम्मै कलाकारहरू पनि चिन्छु, स्वस्तिमा खड्काले पनि आमा भन्छ, निश्चलले आमा भन्छ, निश्चल बस्नेतले, त्यस्तै गरेर धीरज मगरले आमा भन्छ, मेरुनाले, म चाहिँ अनि सङ्गीता, यिनीहरू सबैसँग जोडेको। म चाहिँ के हुन्छ भने जनप्रतिनिधि भइसकेपछि अब पहिला त म त सबै ठाउँको उपसभामा थिएँ भने आज म यो क्षेत्रको जनप्रतिनिधि हो र मैले त अब आउनै पर्छ झन् हरेक यहाँ जनताको। अहिले मैले त्यहाँ जनताको मुद्दाहरू के छ त्यो बुझ्नुपर्छ हरेक टोलटोलमा गएर, र भोलि मैले उहाँहरूलाई त्यो कुराहरूलाई सम्बोधन गर्न जस्तो। तर प्रक्रिया हुन्छ, कतिजना चाहिँ नेताले म यो गरिदिन्छु त्यो, म चाहिँ त्यसो भन्दिनँ। उहाँहरूलाई के भन्छु भने आदि तपाईँहरूले गर्नुपर्छ र प्रक्रियामा आउनु पर्यो। किनभने कुनै पनि मुद्दाहरू त्यहाँ मुद्दाहरू छ भने त्यो विषयमा चाहिँ उहाँले प्रपोजल दिएर, कन्स्ट्रक्सन बिल्डिङका कुरा छ भने डिपिआर गरेर आउनु पर्यो होइन। हरेक मुद्दाहरू चाहिँ उहाँहरूले पनि एड्रेस गर्नु पर्यो। आएर नेताले आएर गरिदिन्छ भन्ने होइन।
यहाँ पालिका छ, स्थानीय निकाय छ नि त, निरन्तर सहजीकरण भइरहने सहजीकरण हुनु पर्यो। अनि यहाँले त्यसको प्रक्रिया हुन्छ, अनि त्यो प्रक्रियामा पनि कहिलेसम्म दिने भन्ने हुन्छ कि माघ र फागुनको लास्टसम्म दिइसक्नुपर्छ। यो अहिले पनि मैले सम्पूर्ण जनताहरूलाई अहिले यसरी मेरो इन्टरभ्यूमा यो भनिरहेको छु कि घरभित्र बसेर समस्या छ भनेर हुँदैन, त्यो प्रक्रियामा जानुपर्छ। प्रक्रिया लिएर आउनुभयो भने म कुन मन्त्रालय धाउनुपर्छ, के गर्नुपर्छ, म चाहिँ त्यसको लागि म रेडी छु र म तपाईँहरूकै साथमा छु। र गाउँ गाउँमा म अहिले भोट माग्न आउँदैछु भने भोलि म गाउँ गाउँमा पुगेर के भइरहेछ त त्यसलाई चाहिँ, अनि यो मेरो मात्र दायित्व होइन, हरेक निकायको दायित्व, जनताको पनि दायित्व। आफ्नो घरको अगाडि चाहिँ बाटो बन्दैछ भने यो कसरी आयो, कुन मन्त्रालयबाट आयो, अथवा कुन योजनाबाट आएको छ, र इन्टरनेसनल योजनाबाट आएको हो कि र यहीँको स्वदेशी योजनाबाट आएको हो कि होइन, त्यो कुरामा चाहिँ उहाँहरूले, अनि त्यो माटो पुल बन्दै गर्दाखेरि गिटी माटोहरू राम्रोसँग लगाएको छ छैन उहाँहरूले चेक गर्ने दायित्व। अनि के गर्छन् भने बाटो बिग्रियो भने 6 महिनामै यो बाटो बिग्रियो, यो नेताहरू खत्तम भन्छ। जनताले के गर्नुपर्छ भने आफैले चेक गर्नुपर्छ आफ्नो बाटो, हरेक अनुगमन गर्नु पर्यो। अनि सबैको राइट हो, सबैले मिलेर चाहिँ काम गर्यो भने चाहिँ अवश्य पनि देश परिवर्तन हुन्छ। र अहिले जुन एउटा देशमा चाहिँ एउटा पीडा छ, त्यो देशको पीडा हामी सबैले एक भयो भने मात्रै पुस्न सक्छौँ, एउटा नयाँ परिवर्तन ल्याउन सक्छौँ। यो परिवर्तन भन्ने कुराहरू भनेको चाहिँ तपाईँको बोलेर होइन, गरेर देखाउँ। हजुर, हस्, धन्यवाद। अब अन्तिममा हामी यहाँ झापा क्षेत्र नम्बर 2बाट चाहिँ घन्टी चिन्ह लिएर यहाँले उम्मेदवारी मनोनयन गरिसक्नु भएको छ। हाम्रो तर्फबाट अग्रिम शुभकामना। अब हजुरले चाहिँ यहाँका मतदातालाई भन्नुपर्ने केही कुरा छुटेका छन् भनेदेखि 1 मिनेटमा यहाँ राखिदिनु हुन म अनुरोध गर्दछु। म चाहिँ के भन्छु भने सम्पूर्ण मतदाताहरूलाई हामीले यो पार्टी त्यो पार्टी भन्नुभन्दा पनि अहिले जुन छ नि, अघि पनि मैले अलिकति जोडेको थिएँ, यो डेमोक्रेसी भनेको चाहिँ एउटा बहुमत होइन। डेमोक्रेसी भनेको चाहिँ बहुमतले कसैलाई नराम्रो गर्न, देशलाई हानि हुने काम गर्न सँगै सिग्नेचर गर्ने होइन कि देश बनाउने, देशमा चाहिँ राम्रो कानुन बनाउनलाई। किनभने त्यहाँ बहुमत पुगेन भने त्यो कानुन पनि बन्दैन। राष्ट्रपाले चाहिँ अहिले नेपालभरि नै एउटा बहुमत ल्याएर एउटा राम्रो कानुन ल्याएर एउटा सुशासनको जनतालाई प्रतिभूत गर्न चाहन्छौँ भन्ने कुराहरू पनि जनता सामु राख्छु। र यो कुरा चाहिँ आज जनताले निर्णय गर्नुपर्छ। हामी यो पार्टी यो त्यो पार्टी होइन कि हामी एक भएर चाहिँ हामीले कस्तो ल्याउने। भोलि उहाँहरूले भोट दिइसकेपछि उहाँहरू चाहे जुनसुकै सिद्धान्त पोकेको होस्, उहाँले जनतालाई हुने, आफूलाई हुने अप्ठ्यारोहरूमा आवाज उठाउनु उहाँहरू आउनुपर्छ एक भएर। र त्यसको लागि त राम्रो बहुमत आउनु पर्यो होइन। तर यहाँ त कस्तो पहिलाको प्र्याक्टिस त के थियो भने अर्कालाई चाहिँ अपराधी बनाउनलाई, के अरे जेलमा हाल्नलाई सिग्नेचर गरेको, व्हिप गरेको पनि मैले देखेँ। त्यो चाहिँ नहोस्। आजको तपाईँहरूको हरेक भोटले चाहिँ देशको भविष्य तय गर्छ, हाम्रो नयाँ पुस्ताको, जेएनजीको, अल्फाको भविष्यलाई तय गर्छ। यही शुभकामना भन्दै म यहाँहरूलाई भोट पनि माग्न चाहन्छु। धन्यवाद। हस्, धन्यवाद। आदरणीय दर्शकवृन्द, आज हामीले राष्ट्रिय स्वतन्त्र पार्टी झापा क्षेत्र नम्बर 2 का प्रत्यक्षतर्फका उम्मेदवार जो पूर्व उपसभामुख पनि हुनुहुन्छ, सामाजिक व्यक्तित्व इन्दिरा राणा मगरसँग कुराकानी गऱ्यौँ। यहाँहरूले अवश्य पनि हेरेर प्रतिक्रिया दिनुहुनेछ। हवस् त, नमस्कार।